नमस्कार। लक्ष्मण सुवेदी होटल एसोसिएसन पोखरा नेपालको अध्यक्ष एवं 20औं फेवा नववर्ष महोत्सवको मूल आयोजक समितिको संयोजक। पोखरामा हामीले विगत 22 वर्ष अगाडि सुरु गरेको फेवा नववर्ष महोत्सव यो पटक पनि हामीले लेक साइडको करिब 5 किलोमिटर क्षेत्रमा सडकमै खाउँ सडकमै रमाउँ भन्ने उद्देश्यका साथ कला संस्कृति र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हामीले यही चैत्र 30, 31 र 1 गते पोखराको लेक साइडमा भव्य रूपमा नेपाली नयाँ वर्ष मनाउँदैछौँ। यो हाम्रो 20औं संस्करणमा हो। 2 वर्ष हामीले चाहिँ लगभग यो कार्यक्रम स्थगित गऱ्यौँ कोभिडको कारणले। आजभन्दा 22 वर्ष अगाडि हामीले सुरु गरेका थियौँ यो महोत्सव र जाउँ पोखरा अभियान सँगसँगै सुरु गरेर नेपाली नयाँ वर्षको समयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आन्तरिक पर्यटकहरूलाई पोखरामा आएर रमाइलोसँग नेपाली नयाँ वर्ष मनाउने हिसाबले यो सुरु गरिएको थियो र यो चाहिँ अहिले कन्टिन्युज रूपमा 20औं संस्करणसम्म आएको छ। यसमा सम्पूर्ण नेपालीहरू आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाहिँ पोखरामा यो पटकको चाहिँ नेपाली नयाँ वर्ष भव्यताका साथ पोखरेलीसँग पोखरावासीहरूसँग पोखराका पर्यटन व्यवसायीहरूसँग सँगसँगै यो महोत्सव चाहिँ नेपाली नयाँ वर्ष महोत्सव धुमधामका साथ मनाउन यहाँहरूलाई चुलै निम्तो भन्न चाहन्छु। धन्यवाद।